सुनियो टोकनी क्या आवाज आइरह्यो यार ओए ओए माथि माथि गए जस्तो देखिरहेको के होइन टोक्ने भ्रम भयो कि क्या हो टोक्ने खैस उयो जुगा पो रहेछ रगतै रगत भइसक्यो अब के गर्ने होला क्या ऊ ऊ के आवाज आएको यार ऊ ऊ थैट सुनियो सुने आइदियो यहाँबाट निस्क्यो भने जुगाइ जुगा आउँछ अझै विश्वास लागेन भने अझै छर्केचे गर्न आउनुहोस् तपाईँहरू लाखुरी भन्ज्याङकै भ्यू टावरको साइडमा हो अझै विश्वास लागेन भने अझै छर्केचे हान्न आउनुहोस् ल अब यति गरेर पनि चित्त बुझेन भने चाहिँ पछाडि जाउँ तपाईँहरूले इच्छा पुरा गरिदिन्छु दाजुजीहरूको म अब एक लत जुका तास्यो भने यस्तो छ है चित्त चाहिँ बुझाइदिन्छु म सबैको ल यस्तो छ ल अब कत्रो कत्रो जुगा आउँछ भने छाने होला होइन यस्तो होस् आओस् त एक लत चित्त बुझाइदिउँ न जति गर्न खोज्यो भने चित्तै बुझेन भने यस्तो के गर्नु त अनि ओइ ओइ माथि माथि गाछ जस्तो देखिरहेको तर हो या होइन भ्रम भयो कि के भयो होइन यो माथि माथि गाछ लागिरहेको सायद को भयो यार हैट ओए ओए मा कसम माथि माथि सर यार मा कसम माथि माथि सर यार
साइको भयो यार ल यार अघि हेर्दाखेरि यहाँबाट हेर्दाखेरि त्यसको उयो सिद्धाको मुनि जस्तो देखाएको थियो यार के भ्रम भयो रुखमाथि त त्यो दर्जा हो साइको भयो यार माथि साइको भयो यार अनि ओइ के होइन मातो नि भ्रम भयो कि क्या हो साइको भयो यार कहाँ हावाले त्यो माथि जा हावाले त ऊ त्यो उयो भइहाल्छ नि त यार के मातो नि मेरो भ्रम भयो यार ऊ माथि के टक्क गर्यो साइको भयो यार ऊ के नि यार ऊ ऊ दोस्ताम के टकटक गर्दैछ दोस्ताम के टकटक गरेर सुन्दैछ ऊ के आयो यार के सरक सरक गर्दैछ यार यो माथिको हिँडे चाहिँ कटकट कटकट गरेको अघि सुन्नुभयो त्यताबाट हेर्दाखेरि सुन्नुभयो मिठो थार पारौँ न चुरुत पारौँ
मित हेर्नु त माटोक्ने कस्तो बलेको यार फेरि नि यार यो माथि सर्यो आप्छ कस्तो टाइट देखेको यार यो त मैले यार यो लाइब्रेरीको तिमीले चेक गर्नुपर्छ ल त्यता हेर्नु छेउछेउमा यसरी बाँधेको छ हेर्नु ल अब हेर्नु ल छेउछेउमा यो पनि बाँधेको छ क्या चुरो यहाँ राख्नु एकचोटि यस्तरी बाँधेको छ क्या ल लाइटरै बल्यो यार माथि सरेको छ ल्याम्प माथि सरेको छ यो यहाँबाट चाहिँ फिक्सै भयो क्या त्यो अघि लुज थियो मुनि थियो जस्तो लागेको थियो क्या लाइभ रेकर्डिङ पनि फेरि चेक गर्नुपर्छ एकैचोटि बोल्नु पनि हुन्न होइन दाइदी थियो लाइभ रेकर्डिङ चाहिँ चेक गर्नुपर्छ एकचोटि ओहो रङ्गमती जुगा छिरे कि क्या हो यार भित्र टाइट भएको छ हो अहिले चाहिँ के ठकठक गर्दैछ किरा पस्यो यार माटोको नि हो नि यो पसेछ यार त्यही अगाडि ठकठक गर्दैछु सुन्नु है त्यही जस्तामा आवाज आउँदैछ सुन्नु है ऊ माथि के हाने यार ल सुन्नुभयो सुन्नु भइरहेछ केटुमी त फेरि त्यस्तै भरिरहेछ र माथि अगाडि पो धक्का नि यार टाइट भएको छ हौ अहिले
ऊ टाइट भएको छ हो ल अहिले त अघिको भन्दा टाइट भयो कि क्या हो यार ऊ ओन्ली रेडवाला हल्दिरहेछ मान्छे हेर्नुहुन्छ खै कहाँ हालिदियो म त हल्लिएको थिएँ कुन हल्दिरहेछ भन्छ 2 पछिबाट कसैले तानेको छ भने त्यहीँ बसेर हेरेको उता पछाडिको टाइट भयो भनेको हो नि पछाडिको नि टाइट भयो तीन बजीसम्म बस्दिनँ पिसाब छ्यापेर मन थाल्छु कि म यार अन्तिम इच्छा पिसाब फेर्नु पाए हुन्छ भन्ने छ भिडियो बनाउँदैखेरिको चेक मैले भिडियो हालेको छु चेक गर्नु देख्छु कि फर्स्ट भिडियो हेऱ्यो भने ठ्याक्कै थाहा हुन्छ टाइट छ कि माथिको मान्छेले चाहिँ स्क्रिप्ट भनेर लेखिरहेको त कमेन्ट गरिरहेको थियो सोध त प्रोजेक्ट कसरी स्क्रिप्ट भयो भन्नु त छर्के चेक गर्न आउनु ल 9999 दाइ मैले तपाईँलाई दाइ नै भनेर रेस्पेक्ट गरेँ विश्वास लाग्दैन नि हेर्न आउनु के गरिदिउँ भन्नु म त्यहीँ बसिरहेको थिएँ त्यो कसरी चाहिँ माथि गयो ल भन्नु कसरी टाइट भयो जवाब दिनुहोस् त्यो दायाँ बायाँ लक लागेको छ त्यस्तरी बाँधेको छ है कुमाउँदाखेरि हेर्नु है त्यही भएर त्यो तासेको ऊ होइन ल भन्नुहोस् चार्ज दिन